आज सबैभन्दा पहिला सबैलाई नमस्ते। आज पनि म डिजिटल मार्केटको बारेमै कुरा गर्नेछु। सबैभन्दा पहिला हामी बुझौँ डिजिटल मार्केट भनेको के हो। डिजिटल मार्केट भनेको इन्टरनेट, कम्प्युटर, ल्यापटप प्रयोग गरेर प्रोडक्ट, सर्भिस, प्यानलको प्रचार प्रमोसन गर्नु हो। सिम्पल शब्दमा बुझ्ने परेमा जब हामीहरू अनलाइनबाट ग्राहकहरूसँग पुग्ने त्यस्तो नै डिजिटल मार्केट हो। जस्तै इक्जाम्पलमा बुझ्ने परेमा फेसबुकमा एड देखाउने, युट्युबमा भिडियो एड आउने अनि गुगलमा सर्च गर्न वेबसाइट देखिनु र इन्टरनेटमा र इन्स्टाग्राममा बिजनेस पेज देखाउनु, यी सबै डिजिटल मार्केट हो। ट्रेडिसनल मार्केटिङ र डिजिटल मार्केट। ट्रेडिसनल मार्केट भनेको पुरानो तरिका हो। सिम्पल इक्जाम्पलको रूपमा बुझ्न पर्यो भने न्युजपेपर एड्स, टिभी एड, रेडियो एड, पोस्टर यस्ताहरूलाई ट्रेडिसनल मार्केटिङ भनिन्छ। यो महँगो हुन्छ, रिजल्ट थाहा पाउँदैन, सबै मान्छेसँग पहुँच हुँदैन। योले डिजिटल मार्केट भनेको फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक आदि एडलाई डिजिटल मार्केट भनिन्छ। वेबसाइट भयो, इमेल भयो, वाट्सएप भयो, छिट्टै पहुँच हुन्छ, रिजल्ट हामी हेर्न सक्छ। कुनै सही ग्राहकसँग हाम्रो कुरा छिट्टै पुग्छ, के हामी बेच्ने नबेच्ने प्रचार ठ्याक्कै पुग्छ हामीको प्रमोसन। त्यसपछि बुझौँ डिजिटल मार्केट किन इम्पोर्टेन्ट छ। आजको समयमा सबै कुरा हाटमा आजकलको जमाना डिजिटल मार्केट किन इम्पोर्टेन्ट छ। आजकल समयमा सचेत हुनु, सबैको हातमा मोबाइल छ, सबैसँग इन्टरनेट छ, सपिङ, लर्निङ, जब सब अनलाइन हुन्छ। त्यसैले कम्पनीले पनि डिजिटल मार्केटलाई खोज्छ। जहाँ कस्टमर छ त्यहाँ एडभर्टाइजमेन्ट पनि हुन्छ। कस्टमरले अनलाइन खोज्छ, मार्केटिङले डिजिटल खोज्छ। त्यसपछि हामी बुझौँ डिजिटल मार्केट कहाँ युज हुन्छ। डिजिटल मार्केट भन्नाले पनि वर्ल्ड वाइड हो। फ्लिपकार्ट, जलाज, एमाजोन, नेटफ्लिक्स आदिमा युज हुन्छ। डिजिटल मार्केटका मेन टाइप हामीहरू आज ओभरभ्यू मात्रै हेर्ने हो। एसइओ, सर्च इन्जिन अप्टिमाइजेसन्स, यो भन्नाले गुगलमा वेबसाइट टपमा ल्याउनु। एसएमएम भनेको सोसल मिडिया मार्केटिङ, फेसबुक, इन्स्टाग्राम, टिकटक मार्केटिङ। गुगल एड्स, पेड एड्स, पैसा तिरेर एड्स देखाउने। कन्टेन्ट मार्केट, भिडियो पोस्ट बनाउने। इमेल मार्केटिङ, इमेलबाट कस्टमर खोज्ने। इन्फ्लुएन्स मार्केट भनेको फेमस व्यक्तिबाट प्रमोसन गराउने।
डिजिटल मार्केटमा काम के हुन्छ? एक डिजिटल मार्केटले अनलाइन एड्स बनाउँछ, फेसबुक पेज म्यानेज गर्छ, वेबसाइट प्रमोट गर्छ, कस्टमर डाटा एनालाइज गर्छ, सेल्स बनाउँछ। डिजिटल मार्केट सिक्न पले के फाइदा छ? डिजिटल मार्केट सिक्दा के फाइदा छ? इन्कम, जब, ऑनलाइन बिजनेस, यूट्यूब, इंस्टाग्राम ग्रो। करियर, डिजिटल मार्केट, सोशल मीडिया मैनेजर, SEO हैंडलिंग, बिना डिग्री को पनि सिक्न सक्छ। मोबाइलबाट सुरु गर्न सक्छ। त्यसपछि बुझौँ बिगिनरका लागि लियर इक्जाम्पल। माने तपाईले नेपाली रेस्टुरेन्ट खोल्नुभयो कुनै देशमा। डिजिटल मार्केटबाट फेसबुक पेजबाट फुडको फोटो अपलोड गर्नुभयो। नियर पिपल लागि एड्स देखाउनुभयो। व्हाट्सएप अर्डर लिनुभयो। कस्टमर पनि छ, प्रफिट हुन्छ। सबैभन्दा लास्टमा समरी, डिजिटल मार्केट भनेको अनलाइन प्रमोसन हो। यो हामीले मोबाइल, कम्प्युटर, ल्यापटप प्लस इन्टरनेट चाहिन्छ। जब र बिजनेसको लागि युजफुल हो ल, यो फ्युचर डिमान्ड पनि हो। आजका लागि यति नै। अर्को भिडियोमा फेरि भेट्नेछु।